हुँदैन एकदम मसिना तासेर खुकुरीले किपेर बनाएको जस्तै छ ल मिलेको छ तैपनि अब हेर्नै चाहनुहुन्छ भने पनि कुनै टाढो होइन यी मात्र घट्नु 2-3 घर बस्दै हो बोलाएर हामीले हेर्छौँ र गुम्बा यो कुरा चाहिँ म पक्का सम्झेँ ल नानी के गर्ने ल गुम्बा फेरि भेट्नुपर्छ गुम्बा ल के भन्छ यो म त सुत्नुको लागि हल्का चिरे पका हाल्दैछ अब खाएर सुत्दै हो त के कसो छ तल चाहिँ हिँड्न न छिटो तर रातिमा त कहाँ हिँड्नु भन्छ अहिले फेरि केटी पकाउन लागेर त्यसो चाहिँ नगरौँ है भन्न हुन्छ नि भोलि नराम्रो हुन्छ यहाँ पकाउन लाउने बेलामा लाउने अनि अहिले त्यसरी उल्टो पल्टो कुरा गरेर हुन्छ अब तपाईँलाई मैले कहिले केटी फकाइदिएँ भनेर भने हो अनि गोगोले अनि तपाईँको बेमा लोकन्दै बस्ने भन्दै थियो त अनि तुमाले नै दाइ भन्नु दबे नबोलिकन बस्नुभयो त नानीको सुसुर अन्त अनि मन नभए त घरको मान्छेले मुख खोल्छ त कुरा बुझ्ने गरे पहिला टाउको हल्लेको राम्रो हो जिब्रो हल्लेको राम्रो होइन है केटा मैले ल्याउँछ भनेको थिएँ तैँले अप्ठ्यारो कुरा नगरौँ न हजुर अब तल केटी मानिसकेको छ हामीले गएर चाहिँ के भन्नु अनि तैँले मैले भाती जाँडको चम्बा आफू ताक्छ मोडो बन्छ ताक्छ घोडो म त हङकङ आइडीको तयारीमा छु अब तिमीलाई चाहिँ दिएको केटीको कुरा अनि म त्यस्तो ढिला मसिना कुरामा अल्झेर बस्छु कुरा बुझे हो साथी हो लास मात्रै हुने हो हेर लापन छिटो रक्सी खानु आयो पो केटा लिनु जाने र आयो न म त आइपुहालेँ फेरि जुमल छ म त जाँदिनँ नि सुँगुरको चारो पकाउँदैछु मालबाजको कुराले त मलाई त गर्नु हो भएर पो बस्छु प्रथममा यो बस्नु नजान्ने अहिले र बोल्न नजान्ने छोरा मान्छे काम लाग्दैन महिलाले बोलेको थाहा पायो होला नि मैले त गल्ती गरेँ भन्ने भन्दैन कहाँ भन्छ त चारजनाले सम्झाउँदा पनि उसको कुरै फेरेन त गाउँको इज्जतभन्दा आइडी चाहिँ प्यारो अब हुने खाने सुन जे गर्दा जे बोल्दा पनि हुन्छ भन्छ होला कुन दिन फेला पर्छ अनि थाहा पाउँछ हुनु पनि कुरै नबुझी यहाँ बोलाउनु आएर माने भन्यो अन्त अहिले जबरजस्ती मलाई कसले बस्ने बोलाउने भनेर आएको नबोली भित्र पसेर तुनाले पनि विषय भन्यो नबोल्दा चाहिँ तैँले हो भन्नु धेरै नाटक नगर एउटा चाहिँ होको कुरा पछाडि लाग्ने एउटालाई चाहिँ लपन्दै बस्नु हतार हुने अनि हतार त भइहाल्छ नि दाजु म भन्दा चाहिँ तपाईँ आउनुहुन्छ तपाईँको बस्नुहुन्छ कि भनेर हतार गरेको अब बोल्नु जान्ने केटी फकाउनु सिपालो भनेर अरे नि उक्साएर लगिहाल्यो केटा अब गइयो कुरा पनि मिलायो
तिमीलाई अब केटा माने अब फसा परेन सिधोले न यहाँ अब दाजुको त भाउजूले शिर उठाइदिइहाल्छ अब हाम्रो पो कसले उठाइदिन्छ हौ तिमीहरूको जाऊ न तिमीहरूको पनि उठाइदिइहाल्छ भाउजूले शिर उठाइदिनुहुन्छ भने त हामी अहिले जान्छौँ नसुती खोज्नु हुनेला दाइले एक्राम पनि खोज्दिन कालो जान्छ गोरो हुन त तिम्रो त आँट पनि हुनु पर्यो नि हौ दाजु नपत्ताको खोज्दै बगाउँछ भइहाल्यो रुक्ने कुकुरले टोक्दैन हौ मलाई पनि थाहा छ चोरी दबाट टोकेको बेला थाहा पाउनुहुन्छ कुन्दिन दाजु एउटा कुखुरा मारेर बिच मिसाएर पकाइदिन्छन् तिमीहरूलाई हौ दाजु के बोल्नुहुन्छ म त लाज लाग्यो है हामी त्यति लाटा छौँ नि नसुङ्गी खान्छौँ अब यसरी नै रिना गर्दै हाँस्दै बस्नु होला नि नारामा भइगयो शिर धरिहाल्यो के गर्नु अन्त हौ पाहुनाको अगाडि सिक्किममा भइहाल्यो आसाम पछि जाऊ भन्छ मेरो यो काइलाले बोलेको ढङ्ग हेर त के का सम्झन्छ भने हामी केटा भएर माग्नु गएको उनीहरूले बनेर त गएको मैले दाजु गएर शिर उठाउँछ के काकी गएर उनीहरूको शिर उठाउँछ हामी जाने खै कान्छी एक बोतल रक्सी ल्याऊ रक्सी खाँदै बस्ने त्यसै सिक्किम हो त्यसै सिक्किम हो के नकन्दै बस्न सजिलो रहेछ केटा यस्तो कुरा चाहिँ बुझेर मात्रै गर केटा बसेको खरे भएर पल्लो घरमा पाहुना आउनेले गर्नुसम्म गर्छु गएर फकाएँ तुलाएँ बुहारी मान्ने आएको छ बुहारी रोजिसकेको कुरो माने नसके थियो विचारको नि मेरो उनीहरूको शिर ढल्यो भनेर एक बजार रक्सी लगेर अदाङले भने फकाइ फुलाइ गरेर पठाएँ उनीहरूलाई त्यस्तो पनि गर्ने हो आमा पनि किसान सानो कुराहरूमा अल्झिरहेको तनाव लिइरहेको मैले के सोचिरहेको छु तपाईँलाई थाहा छ त नि दाजु भाउजूले मलाई अब हङकङ लाँदैछ म त पत्याएको चाहिँ छुइनँ अब लान्छन् भने ठिकै छ नि त अब मेरो के सपना छ त हङकङबाट टक्क कमाएर ल्याएर गोपा क्याम्पको छेउमा 5 तले घर बनाउने अनि बिरामी हुनुहुन्छ होइन तपाईँ सुइया गाडी स्वाट जाने एकैचोटि हस्पिटलको बेडमा कति सजिलो यहाँ जस्तो पुरा स्ट्रेचर बोकेर जानु पनि परेन होइन अब बेला बेला माथि विजयपुर हामी उनीहरू घुमाउँछु भेडेटारतिर घुमाउँछु अनि काठमाडौँ जाँदा सुइया उडेर सुइया तपाईँ त खुट्टा भुइँमै पर्दैन मेरो दाजु भाउजू हङकङ जानेले त केही गरेको छैन म पत्याएन म त साह्रै पत्याउनु त पत्याउनु लु गर्छस् भने त त्यो पनि ठिकै छ नि अब कसैलाई तपाईँको महिला म खुसी भएँ तपाईँको महिला छोरालाई अरूसँग नराख्नु न मान्छे हेर्दा त राम्रो छ जतिलो छ मेरो छोरा हुनु त म खुसी नि त अब के गर्नु होइन खुसी त लु पुराना त सकिगयो नि आशीर्वाद दिनु न यसरी अनि पो हुन्छ त कुरा बुझ्नु भयो नि होइन अबदेखि चाहिँ टेन्सन नगर्नु आमा कसरी टेन्सन नगर्नु मान्छेको दुनियाँको नेसपातेको छोराछोरी हुर्काएर कहाँ पढाउनु पुऱ्याइसक्यो तर चाहिँ कहिले हुने हामीले कहिले बा छोराछोरी नै नदेखि मर्ने नै हो कि करायो दक्षिणा हरायो भने जस्तै यत्रो भन्दैछु फेरि उही कुरा नबुझ्ने के साह्रो हाम्रो आमा पनि यसो बनाएको चाहिँ गर्न चाहिँ राम्रो गर्नु मैले नबुझेन मेरो छोरा बुझाकी भएर भइगयो यसरी आशीर्वाद दिनु न अनि पो हुन्छ त अब केटो हङकङ Summer in Abu Dhabi, 100% mom approved. At
Surf Abu Dhabi, everyone stayed up at least once. Well, sort of. But Carlos told him he had great potential, so that's the version we're going with. But the real plot twist, the food. One bite of the Napo pizza, and I felt the... लालकान्तिलाई आसमान जाउँ भन्ने थियो साँच्चै लगेको कि क्या हो फेरि घिउको माग पनि छ त गाउँबाट नराम्रो के पो हुने भयो अरे ढोका त बन्द छ त यो साली कता गएछ भनेर साथी खाना न साथी मेरो सालीले चौकीदार छोडेर कता गयो कि क्या हो गयो होला अन्तर मगाएको 2 घन्टा भइसक्यो होइन होला हो बारीतिर हेर्छ त्यहाँ पनि छैन यता पनि छैन ढोका बन्द छ एक बोतल रक्सी खाएर शिर उठाउनै भनेको त भएन नि ल किन पो बिहान बिहान शिर उठाउनु चाहिँ एक बोतलले फेरि छ नि मान्छेहरू सुरुमा बिहे गर्छौँ भन्छ केटी पकाउनु लाउँछ केटी मानेपछि फेरि केटा मान्दैन यस्तो पनि हुन्छ अन्त महिलाको कुरा पो गरेको कि कसको उही त हो अनि अरू कसको कुरा गर्नु ए महिलाले त मानेन है खै यो महिलाले बिहे गर्नु माने के भयो मान्छे बुढो भइसक्यो मनै पो बुझ्न सकिनँ लालकान्छीमा एक बोतल दिएर चाहिँ शिर उठाएर गर्छु भनेको त छैन नि होइन न साथी त्यो शिर उठाउनेलाई त नि एक बोतल चाहिँदैन के यसो एक गिलासले पनि त हुन्छ नि महिला यता बस्नु न के गर्ने 2 जनाको ग्रह नै मिल्दैन सँगै बस्नै मान्दैन यो बन्द छ एकल फोन गर्नु भनेको कता गएछ हाम्रो लालकान्छी त्यही त म पनि यहाँ मेरो डटको मसिसकेर सुई किन्न पर्खेको खोइ अरे कता हिँडेको रक्सी खाएर जान जा रक्सी छोडेको बिमारी छु के भएछ खै आउने बित्तिकै अब महिला होइन हाम्रो लालकान्छी कता गएछ एउटा अर्जेन्ट फोन गर्नुपर्ने छ पासपोर्ट रिन्यू नगरेर भएको छैन म त हङकङको प्रोसेस पो गर्दैछु अन्त अरे है महिला ठिक छ है अब हाम्रो गाउँघरमा हाम्रो वरपर कोही युके कोही हङकङ जानेहरू कहिले गाउँ फर्किरहेको छ सबै धरानतिर काठमाडौँतिर इटलीतिर घरहरू किनेर उतै सबै पैसा गाउँघरले हेर्नै पाएको छैन त्यो पैसा आउनु कस्तो छ भने महिला चाहिँ हङकङ गइहाल्यो भने यो गाउँमा नि त्यो लामखाने बाख्राहरू त्यो जर्सी गाई हुन्छ नि त्यो जर्सी गाईले त टन्नै दुध दिन्छ त्यो त महिलाले साह्रै आवश्यक छ है यो महिला बिहा गर्नु पनि मान्दैन अनि यो त्यो जर्सी गाई त्यो लामखाने बाख्राहरू यहाँ 100औं हजारौं लाउनु क्या अनि यो गाउँको सबै मान्छेहरूलाई रोजगारी हुनु